यो मिठो कफी खानेहरूको लागि एकदम सजिलो ब्रुअर हुन सक्छ। नमस्कार, आज हामी कुरा गर्छौँ यो नयाँ हुप ब्रुअरको बारेमा। यो चाहिँ खासमा पोर ओभर कफी बनाउनहरूको लागि चाहिँ एकदमै सजिलो मेथड रहेको छ। यसबाट पोर ओभरमा तपाईँलाई जति भनौँ न कन्ट्रोलहरू गर्न सिक्नुपर्छ त्यो यसको लागि केही पनि गर्नु पर्दैन। यसमा चाहिँ मेनली दुईटा कम्पोनेन्ट रहेको छ। यसलाई चाहिँ आउटर रिङ भन्छ, जहाँ हामी पानी हाल्छौँ, तातो पानी हाल्छौँ, र यसलाई चाहिँ हामी फ्लो टावर भन्छौँ। यसमा चाहिँ हामीले फिल्टर पेपर प्लस कफी हाल्छौँ र सिम्पली यसो पानी हाल्छौँ। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर सानसानो प्वालहरू रहेको छ, सबैतिर सानसानो प्वालहरू रहेको छ। यसले कसरी काम गर्छ भन्दाखेरि चाहिँ तपाईँले यसमा फिल्टर पेपर राखेर कफीको धुलो राखिसकेपछि जब तपाईँ यहाँ तातो पानी हाल्नुहुन्छ, यसले चारैतिरबाट सबैतिरबाट यो सानो प्वालबाट कफी बेड्समा पानी पठाउँछ र यसमा बाइपास हुने चान्स पनि एकदमै कम शून्य नै जस्तो हुन्छ। सबैतिरबाट पानी पुग्छ र कफी बेड्समा पर्छ। अरू पोर ओभर मेथडहरूभन्दा एकदमै सजिलो छ, किनभने जस्तै V60 को कुरा गर्नुहुन्छ भने तपाईँले कुन फ्लो रेटमा पानी हाल्ने, कति बिस्तारै हाल्ने, कुन मोसनमा हाल्नेदेखि लिएर सबै थोक अब एकदमै मिठो राम्रो बनाउनको लागि त्यतातिर ध्यान दिनुपर्छ भने यसमा तपाईँले केही पनि ध्यान दिनु पर्दैन, एकदम सजिलो छ। यो मेटेरियल प्लास्टिकले बनेको छ, एकदमै ड्युरेबल छ। यो झरिहाल्यो भने टुट्ने फुट्ने चान्सहरू पनि केही हुँदैन, एकदमै लाइट वेट छ, सफा गर्न पनि एकदमै सजिलो छ। एकचोटि कफी बनाएर पनि हेरौँ। र रेकमेन्डेड डोजको कुरा गर्नुहुन्छ भने यसमा पनि तपाईँले 1:16 को रेसियोमा बनाउन पनि सक्नुहुन्छ। 20 ग्राम्स कफीमा 320 ml वाटर जति हालेर बनाउने, छोडिदिने। अनि ग्राइन्ड साइजको कुरा गर्नुहुन्छ भने ग्राइन्ड साइज चाहिँ यसको लागि चाहिँ अलिक कोर्स ग्राइन्ड साइज चाहिन्छ, किनभने यसमा हामीले जब बनाउँछौँ, यसमा कफी बनाउन थालिसकेपछि हामीले सिम्पल पानी हालेर छोडिदिने, एकैचोटि जति चाहिने पानी हो त्यति पानी हालेर छोडिदिने भइसकेपछि चाहिँ के हुन्छ भने यसमा न एजिटेसन हुन्छ न केही हुन्छ। कफीलाई फिल्टर पेपरबाट झर्नको लागि टाइम लाग्ने हुन्छ होइन। त्यही भएर कोर्स ग्राइन्ड साइज गर्नुभयो भने चाहिँ के हुन्छ भने पानी पनि सजिलै झर्छ। अनि यो ब्रुअरमा चाहिँ यस्तो खालको फिल्टर पेपर लाग्छ, एकदम एक्ज्याक्टली सिमिलर टु एरोप्रेसको फिल्टर पनि युज गर्न सक्नुहुन्छ। यो किन्दाखेरि 100वटा फिल्टर पेपर त आउने नै भयो होइन। र एक्ज्याक्टली एरोप्रेसको फिल्टर छ, यसलाई एरोप्रेसमा युज गर्न मिल्छ, एरोप्रेसको फिल्टर पेपर पनि यसलाई युज गर्न मिल्छ। अब यसमा एकचोटि हामी कफी बनाएर हेरौँ, कसरी कफी बनाउन सकिन्छ, कति सजिलो बनाउन सकिन्छ भनेर अब हामी हेर्न जाँदैछौँ। हामीले चाहिँ अहिले 20 ग्राम कफीमा 320 ml जति पानी गर्छौँ है त। पहिले सुरु हामी यसमा फिल्टर पेपर राख्छौँ। यहाँ राख्यौँ, यसलाई बन्द गरिदियौँ र हामीले चाहिँ नर्मल V60हरूको लागि भन्दा अलिकति कोर्स नै गर्छौँ। तपाईँले यो फ्लो टावर भन्छ, फ्लो टावरमा कफी राखिदिने र एकैचोटि सबै पानी यहाँ राखिदिए हुन्छ। मैले टाइमर स्टार्ट गरेँ, एराउन्ड 4 मिनटसम्म सकिनुपर्ने हो। केही फ्लो रेटदेखि लिएर केहीको झन्झट गरिराख्नु पर्दैन, सिम्पली तपाईँले कति पानी चाहिने हो त्यो पानी राखिदिए पुग्छ, एकैचोटि हालिदिनु भयो हुन्छ। यो सबैतिरबाट पानी कफी बेड्समा पुगिसक्छ र के हुन्छ भने सुरुमा तपाईँको यो कफी क्रस्ट जस्तो बस्छ माथि, यसलाई हल्का तपाईँले चलाइदिनु भयो हुन्छ। यति गरिदिएपछि केही गर्नु पर्दैन, छोडिदिने। यसमा अब तपाईँले कस्तो कफी बन्छ होइन त्यसको टेस्ट लिइसकेपछि अलिकति यसमा केही खेल्न चाहनुहुन्छ भने चाहिँ तपाईँले यसमा खेल्न सक्ने प्यारामिटर्स भनेको चाहिँ एउटा ग्राइन्ड साइज भयो होइन, र अर्को पानीको टेम्परेचर भयो। तपाईँले जस्तो मिठो लाग्छ त्यो अनुसारले प्ले गर्ने, बनाउने, टेम्परेचर एडजस्ट गर्ने, ग्राइन्ड साइज एडजस्ट गर्ने, अनि तपाईँले कुन चाहिँ टेस्ट मिठो लाग्छ त्यसमा फिक्स गर्ने। तर त्यो चाहिँ तपाईँले सबै नोट गरेर राखिराख्नु पऱ्यो भने चाहिँ एकदम सही हुन्छ। हेर्नुहोस्, हाम्रो कफी ब्रु भइसकेको छ, केही एफर्ट लाउनु परेको छैन। कफी पाउडर हाल्ने, यता आउटर रिङमा पानी हालिदिने, सक्यो बस। हल्का एकचोटि सुरुमा चाहिँ कफीको बेड्सलाई चाहिँ चलाइदिनु पऱ्यो, त क्रस्ट फर्म भएर बसेको हुन्छ, त्यसलाई चलाइदिए पुग्यो। हाम्रो कफी पनि रेडी भइसकेको छ।
राम्रो कलर आछ। र आजको भिडियो यति नै होपवेयरको बारेमा। यस्तै भिडियोहरू अब म बिस्तारै लिएर आउनेछु तपाईँहरू माझमा। मेरो पहिलो प्रयास कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। हस्त, धन्यवाद।